एकले अर्काको चाहिँ बुहारी ल्याउनु पाउने ज्वाइँ ल्याउनु पाउने त्यो रित चाहिँ हिजोको हामी देख्यौँ। अहिलेको अवस्थामा के भयो भने हामीले भाषा नबुझेको हिजो एउटै भाषा बुझ्थ्यौँ, एउटै रीतिथिति गर्ने थियौँ। एउटाले एउटा डाँडा काट्यौँ, अर्कोले अर्को डाँडा काट्यौँ, कसले अर्को चाहिँ शिर उठाउनु पर्ने भएको हुनाले यसो शिर उठाएको भयो। मान्छु यो मान्छु दौक मान्छु ती मान्छे छुवा दौक छुवा पिन्छु क्या भोक्छ त बच्चा चाहे। अब बोल्नु पर्ने त हाम्रो बाबा भनेपछि हाम्रो चाहिँ ठुलोहरूको यसरी चाहिँ तपाईँहरूकै घरमा हामी त पाउनुपर्ने थियो। हाम्रो समस्याले गर्दाखेरि कति फरक पर्न गयो। अब रीतिथिति भाषा आधा बुझ्ने भाषा पनि आधा नबुझ्ने, रीत पनि आधा मिल्ने आधा नमिल्ने। तर अखेर चाहिँ हामीसँग के थियो